प्रवासे जले चानले पर्वते शत्रुमध्ये अरण्ये शरण्ये सदा मां प्रपाहि गतिस्त्वं त्वमेका भवानी। अभिवादन साधना संगमबाट समादरणीय दर्शकवृन्द, यहाँहरूलाई अवगत भएकै कुरा हो, प्रत्येक शनिबार हामी हाम्रा धर्मशास्त्रहरूमा वर्णित विभिन्न विषयलाई परिशीलन गर्दै आउँदैछौं र यसै क्रममा यहाँहरूका सेवामा यो पितृ कार्यको बारेमा त हामीले निकै लामो चर्चा गर्यौं र त्यसपछि हामीले सुरु गरिसकेका छौं देव कार्यको प्रसंग। र यो देव कार्यको प्रसंगमा पनि सबभन्दा पहिले शुद्धिका कुरा पर्ने हुनाले, अर्थात शुद्धि नभइकन कुनै पनि प्रकारको फल प्राप्ति नहुने, यो जीवन शुद्ध पार्नै पर्यो, मन शुद्ध पार्नै पर्यो, क्रिया शुद्ध पार्नै पर्यो, बोली शुद्ध पार्ने, भनौं हाम्रा जीवनका प्रत्येक कुराहरू शुद्ध नभइकन फल प्राप्ति नहुने हुनाले हामीले शुद्धिका कुरा उठाएका थियौं। र यसै क्रममा सर्वप्रथम हामीले देह शुद्धि बारे केही न केही जानकारी हामीले गराइसकेका छौं। त्यसका साथसाथै क्रिया शुद्धि बारे पनि हामीले यहाँहरूलाई जानकारी गराइसकेका छौं। त्यसपछि मनशुद्धिका कुरा आएको थियो र फेरि यो ज्यादै चञ्चल मन, यसलाई नियन्त्रण गर्न गाह्रो, त्यसैले यसका वृत्तिहरूलाई नियन्त्रण नगरिकन, निरोध नभइकन योग नहुने हुँदाखेरि यिनमा नियन्त्रण राख्ने कुरा पनि हामीले चर्चा गरिसकेका छौं। र यसपछिको अब हामी प्रसंग फेरि यहाँहरू समक्ष राख्दैछौं र हाम्रो जिज्ञासाको समाधान गर्दै हुनुहुन्छ सहप्राध्यापक जगन्नाथ शर्मा त्रिपाठी। त्रिपाठी गुरु, मैले भूमिका त अलिकति लामो बाँधे। अब मन शुद्धिको बारेमा अब यो काम क्रोध आदि वृत्ति, अब त्यस्तै अरू अन्य यो चित्तका वृत्तिहरूलाई निरोध गर्ने, नियन्त्रण गर्ने कुरा उल्लेख भयो नि। यो मलाई के लाग्छ भने यो निरोध गर्दाखेरि, यसमाथि नियन्त्रण गर्दाखेरि यसले फेरि अर्कातिर कतैतिर यसो अप्ठ्यारो पार्यो, कतै हान्ने हो, कतै भनौँ न केहीलाई रोक्दाखेरि त्यो के भन्छ त्यो विस्फोट भएर फेरि अर्कातिर पो यसले चाहिँ नराम्रो असर पार्ने हो कि त्यो नियन्त्रण निरोध भन्नेमा अलिकति विशेष विवेचना अथवा व्याख्या गरिदिने हो कि यसलाई कसरी चाहिँ मनलाई ठिकमा राख्ने भनौँ न। धन्यवाद पुरुषोत्तमजी। यो निरोध दुई किसिमले दुई अवस्थामा हुन्छ। जब कुनै कुरो बढिसक्छ त्यसलाई त्यस बेला दबाउनु प्राय असम्भव हुन्छ। अब उदाहरणको लागि कुनै कारणले कसैप्रति क्रोध उत्पन्न भयो, त्यो क्रोध चरम सीमामा पुगिसकेपछि अब त्यो क्रोधले जनाउन खोजेको प्रतिक्रिया जनाउन पायो भने त्यस बेला क्रोध शान्त हुन्छ र पछि अब त्यो हुन त क्रोधले राम्रो काम हुँदैन र पछि गएर ऊ पछुताउँछ, तर त्यस बेला चाहिँ उसले आफूलाई शान्ति मिलेको अनुभव गर्छ र त्यो त्यस्तो क्रोधलाई त्यस बेला त्यो क्रोधले जे गर्न खोजेको त्यो गर्न पाएन भनेदेखि त्यो क्रोधी जुन क्रुद्ध भएको व्यक्ति छ त्यसका ती तन्तुहरू बिग्रन्छन् र ऊ मूर्छित पनि हुन सक्दछ अनि अरू कुरा पनि उसमा पागलपन आउन सक्दछ अनि उसलाई ज्वरो आदि रोगले तत्कालै सताउन सक्दछ। त यस्ता जो वृत्तिहरू छन् हामीभित्रका, यिनलाई पूरा विकसित हुन दिएर अनि नियन्त्रण गर्न खोज्ने हो भने यिनीहरूबाट नियन्त्रित हुँदा पनि विकारै पैदा हुन्छ। त्यसैले हाम्रा ज्ञानीहरू के भन्दछन् भने यिनीहरूलाई भित्र उम्रिनै नदिनु। क्रोध उम्रिसकेपछि त्यसलाई दबाउन कठिन हुन्छ, तर यस्तो परिस्थिति सृजना गर्ने मनमा त्यो क्रोध नै उत्पन्न नहोस्। उत्पन्न भइसकेपछि विकास हुने हो। फेरि आजको वातावरणमा त फेरि अब कामको, क्रोधको, लोभको, मोहको चाहिँ अब त्यस किसिमको नउम्रोस् भन्नलाई त अलिकति गाह्रै हुने पो हो कि त। यो यस्तो छ, हामीले रिसाउनै पर्छ भन्ने छैन, हामीले लोभिनु नै पर्छ भन्ने पनि छैन। अब कामना निरन्तर राखेर त्यसमा लागि बस्नु पर्छ भन्ने पनि छैन।
हाम्रा पुर्खाहरूले हामीलाई जुन जीवन पद्धति बताएका छन् पुरुषोत्तमजी, यो बडो रमाइलो जीवन पद्धति बताएका छन् र त्यो बिना क्रोध रिसाउँछौँ हामीहरू। जस्तै गुरु शिष्यहरूलाई कक्षामा पढाइरहेका हुन्छन्, अब शिष्यहरूले कक्षामा अलिकति हल्ला गरे अथवा कक्षामा नहुनु पर्ने कुरा गरे, त्यहाँनिर वास्तवमा गुरु सायद कुनै गुरु रिसाउलान्, त्यो बेग्लै कुरा हो। नत्र रिसाएको अभिनय मात्र गर्छन् त्यहाँ गुरुले, वास्तवमा गुरु रिसाएका हुँदैन, किनभने गुरुले रिसाउनु हुँदैन त्यसरी। र त्यो हाम्रा व्यवहारमा धेर जसो हामी अभिनय गर्दछौँ। अब बालक छोरोसँग बाउ रिसायो भने, शिष्यसँग गुरु रिसायो भने, पति पत्नी परस्परमा रिसायो भने जीवन कसैको पनि चल्दैन। यो रिसाउनु भनेको साह्रै नराम्रो कुरा हो। के गरिन्छ भने अभिनय गरिन्छ, रिसाए जस्तो अलिकति स्वर ठुलो पारिन्छ, आँखा यताउति घुमाइन्छ। यो वास्तवमा रिसको अभिनय मात्र हो र यो क्रोधले बिगार्दैन र यो खालको क्रोध बाहिरी अभिनय मात्रै हुनाले यसलाई रोक्न सकिन्छ। र हाम्रा श्रेष्ठ पुर्खाहरूले हामीलाई जुन व्यावहारिक जीवनको उपदेश दिएका छन्, त्यो यही रिसाउँदा पनि अभिनय मात्रैको रिस होस्, जसले गर्दा त्यहाँ हुन लागेको नराम्रो कुरा रोकियोस्, त्यसको लागि रिसको अभिनय। अब त्यस्तै प्रकारले काम, लोभ, मोह, मद, मात्सर्य यिनीहरूलाई लोभ गर्नुपर्छ भनेर छैन हाम्रा श्रेष्ठहरूको शिक्षा। नलोभिनु, निर्लोभ बन्नु भन्ने छ। यहाँ त्यसैले के भनिएको छ भने कर्म गर, आफ्ना व्यवहारका कर्महरू कर्तव्य कर्म सम्झिएर गर। त्यसबाट गीताले पनि त्यही भन्छ, त्यसबाट जुन फल प्राप्त हुन्छ त्यसमा सन्तोष राखेर त्यसको उपभोग गर। त्यसो भइसकेपछि यी जो 6वटा वृत्तिहरू छन्, यी 6वटा वृत्तिहरू आफै सेलाउँदै जान्छन् र यिनीहरूलाई हृदयमा उब्जनै दिनु नपर्ने स्थिति आउँछ। त्यस्ता निर्लोभ जनहरू पाइन्छन्, क्रोध नगर्ने जनहरू पाइन्छन्। अब कहिलेकाहीँ त्यो क्रोध वृत्ति जागृत हुन्छ, कहिलेकाहीँ त यस्तो परिस्थिति पर्छ। प्रहलाद रिसाएका थिए, प्रहलादलाई नरिसाउने भनेर भनिएको छ। प्रहलाद रिसाएर बद्रिका आश्रममा नारायणसँग नै युद्ध गर्न उनी तम्सिएका थिए। त कतिपय यस्ता परिस्थिति पर्छन्, तरै पनि अब त्यो प्रहलाद नरिसाउने व्यक्ति भनिएका उनी एक ठाउँ रिसाए भनेर अब यो एउटा प्रवाद नै चल्यो। प्रहलाद जस्ता पनि रिसाए, युधिष्ठिर जस्ताले पनि ढाँटे, यो फलानु जस्तो तपस्वी पनि यस्ती नारीमा लोभियो। यस्ता जीवनभरि राम्रा काम गर्दै गर्दै गएर एक ठाउँमा छास्छ अलिकति एक कुरामा चुकिदियो भने त्यो प्रवादका रूपमा जनसमक्ष आउँछ। त्यसकारण यो रोकिन सक्ने रहेछन् भन्ने कुरा देखाउन खोजेको हो कि के त नि? त्यो वृत्तिलाई नै रोक्न नसकेको हो त्यस बेला। अब त्यो यहाँले भने जस्तो त्यो जम्मा हुँदै गएको चाहिँ त्यहाँ पोखियो भन्न सकिन्छ। प्रहलाद पनि आखिर दैत्य कुलका थिए र ईश्वरको अनुकम्पा उनमाथि भएको थियो। उनले त्यस्तो उपदेश नारदबाट पाएका थिए। त्यसले गर्दा धेरै कुराहरू हृदयमा उब्जन दिँदैनथे र त्यसैले उनी सज्जन गनिए पनि। तर अब कताको के संस्कारले अलिकति त्यो क्रुद्ध हुन उनलाई बाध्य गरायो। यी त हाम्रा संस्कारका फलहरू हुन्। त्यसो हुनाले हाम्रा यी वृत्तिहरूलाई तलै जब तिनीहरू उम्रिन मात्र लाग्दछन्, त्यस्तो परिस्थितिमा नै रोक्न सकियो भने त्यहाँ विस्फोट हुने र तिनले अप्रिय कुरा गर्ने सम्भावना हुँदैन।
तर जब तिनीहरू विकसित हुँदै जान्छन् त्यस बेला चाहिँ तिनीहरूलाई रोक्न गाह्रो पर्छ। अब यो मन शुद्धिको प्रसङ्ग त हामीले दुईटा कार्यक्रममा गर्यौं। अब यसपछि अरू अन्य प्रकारको शुद्धिहरू पनि केही छन् कि? अब हाम्रो व्यवहारमा एकदम ठुलो अर्को एउटा शुद्धि छ, त्यो शुद्धि हो वचन शुद्धि। वचन शुद्धि। र हामी बोल्दछौँ, बोल्दा हाम्रो भाषा हुन्छ अनि हाम्रा शब्दहरू हुन्छन् अनि तिनका सुप्रयोग र कुप्रयोग दुई किसिमका प्रयोगहरू हुन्छन् र नराम्रो भाव दिने कति शब्दहरू हुन्छन्, राम्रो भाव दिने कति शब्दहरू हुन्छन् र तिनमा बोल्दाखेरि यो बोल्नु बडो विचित्र कुरा छ। हुन त हामी मानवहरू, बोल्ने मानवहरू भाषा पाएका छौं, अनायासै मुखबाट अनेक शब्द निकाल्छौं, बोल्छौं। हामी कसरी बोल्छौं त्यो हामीले याद गरिरहेका हुँदैनौं, सजिलै बोलिहालिन्छ नि भनेर भन्छौं, बोल्छौं। र त्यसरी बोल्दाखेरि यो बोल्नुले अतिशय राम्रो काम पनि गर्दछ, अतिशय नराम्रो काम पनि गर्दछ। त्यसो हुनाले मितभाषी बन्नु भनेर शिक्षा दिन्छन् ज्ञानीहरू। धेरै नबोल्नु, थोरै बोल्नु। किनभने धेरै बोल्दाखेरि अब भाषा जानेको छ, शब्दहरू छन्, जिब्राले काम गरिराखेको छ, पटापट बोल्न। अब त्यो बोल्नलाई कति कठिन हुन्छ त्यो हामी आफै अनुभव गर्दैनौं। जिब्रोबाट शब्दहरू चिन्तनका प्रवाहका साथसाथै निस्किहाल्छन् र त्यो सजिलो मानेर हामी बोल्ने गर्छौं र बोल्दाखेरि अन्तसन्ट परिदिन्छ। त त्यो अन्तसन्ट वास्तवमा वचन शुद्धि होइन। त्यसकारण भनिन्छ सत्यम ब्रूयात् प्रियम ब्रूयात् न ब्रूयात् सत्यम अप्रियम प्रियम च नानृतम ब्रूयात् एष धर्म सनातन। यो सनातन धर्म हो भनेर वचन शुद्धिलाई धर्मको रूपमा लिएका छन् हाम्रा नीतिकारहरूले। र हामीले वचन शुद्धि कायम राख्ने हो भने अब एकातिर त हाम्रो तल्लो तहको कुरा गरौं, भाषा छ। भाषालाई शुद्ध बनाएर बोल्नको लागि व्याकरण छ। त्यो व्याकरणले भाषालाई शुद्ध बनाएर बोल्नु पर्यो वचन शुद्धिको लागि। यो त सबैभन्दा तल्लो तह हो। त्यतिले मात्र पुग्दैन। कसैले कसैलाई श्राप्यो भने त्यो व्याकरणद्वारा त शुद्ध हुन्छ। म तँलाई मार्छु भनेर कसैले भन्यो भने व्याकरणका दृष्टिमा यो वाक्य शुद्ध छ, तर कसैलाई मार्छु भनेर दागा धर्नु यो वचन शुद्धि होइन। नैतिक दृष्टिले यहाँनिर वचन शुद्धि भएन। त्यसैले भनिन्छ सत्यम ब्रूयात्। सकेसम्म हामीले साँचो बोल्ने प्रयास गर्नुपर्छ र साँचो बोल्ने प्रयास गर्दा संसारै सत्यमय बन्न पुग्दछ। अब म एउटा झुठो बोल्छु भने मेरा परिवारका सदस्यहरू स्वभावतः झुटो बोल्न थाल्दछ। यो एउटा त समस्या छ। हिजो झुटो बोल्ने समस्या चाहिँ भोलि आउनु, भरे गरिदिन्छु, बुवा हुनुहुन्न, माई घर हुँदाहुँदै पनि यो त यस्तो किसिमको छ जसले गर्दाखेरि यस किसिमको शुद्धि पाउन त निकै गाह्रो पो होला जस्तो लाग्छ मलाई त। त्यसैले गर्दा यो भौतिक संसार बिग्रदै गएको पनि छ नि त। समाज नष्टभ्रष्ट भएर गएको छ। हाम्रा अड्डा अदालतहरू, हाम्रा कार्यालयहरू सारा विश्वास गरिन सक्न भएका छन्। कसैको केही कुराको विश्वास छैन। के भयो भने यो वचन शुद्धिकै अभाव हो। यो यस्तो हुनु हुँदैन। र जसले जुन दिन जे गर्छु भनेको छ त्यहाँ त्यो दिन त्यो उसले गरिदिनु पर्छ। र जति सम्भव हुन्छ आफ्नो वचनमा आफू अड्न सक्नुपर्छ। र त्यो अड्न सकिएन भने वास्तवमा वचन शुद्धि भएन।